गाइस तपाईँले हेर्न सक्नुहुन्छ मेरो पछाडि चाहिँ लुगाको ढेर छ होइन यहाँनिर। अनि यो लुगाको ढेर हुँदाखेरि चाहिँ यो चाहिँ आमाको लुगा हो नि त। अन्त म चाहिँ मिलाइदिनु पऱ्यो भनेर चाहिँ आज चाहिँ आमाको लुगा मिलाइदिनु पऱ्यो भनेर चाहिँ म बसिरहेको थिएँ नि त। अनि अर्को सानो गोद्रेजको बहिनीहरूको चाहिँ मिलाइदिएर अब चाहिँ आमाको मिलाइदिनु पऱ्यो भनेर आएको थिएँ। अनि यो मुनिको यो रो छ नि गाइस, यो रोमा चाहिँ आमाले पहिलाको हेर्नुहोस् म तपाईँहरूलाई देखाउँछु। यो सानो रोमा लास्टको रोमा चाहिँ आमाले मेरो पहिलाको हाफ प्यान्टहरू राखिदिनु भएको रहेछ। कस्तो माया लाग्यो यो हेर्दाखेरि होइन। म चाहिँ बिहा गर्नुभन्दा अगाडि चाहिँ म यो लाउँथेँ। अझै पनि यो राम्रै छ हो। आमाहरू चाहिँ एकदमै है साँच्चै भनेको कि तपाईँहरू कतिजनाको यसरी राखिदिनु भएको छ कमेन्ट गर्नुहोस् होला। म चाहिँ यो पहिला घरमा बस्दाखेरि यो हाफ प्यान्टहरू लाउँथेँ। यहाँ अलिअलि दाग लागेछ, अहिले चाहिँ तपाईँहरूले देख्नु भयो कि भएन, अलिअलि त्यहाँ त्यो दाग लागेछ होइन। अनि चाहिँ बिचरा मेरो आमाले यहाँ जोगाइकन राखिदिनु भएको छ। अझै अर्को पनि थियो एउटा, यो चाहिँ छ होला। अनि यो चाहिँ मेरो आउटर पहिला, यो पनि म लगाउँथेँ नि त यो आउटर, यो पनि राखिदिनु भएको रहेछ। मलाई त याद पनि त्यहाँ बिर्सिरहेको थिएँ होइन, राखिदिनु भएको रहेछ। अन्त कस्तो माया लाग्यो, लगाउनु मन लाग्यो यो देखेर त मलाई हो। अहिले पनि लगाउनु त लगाउँछु, तर अब यो चाहिँ एकदमै, यो चाहिँ के भन्नु अब मिनी हट प्यान्ट हो नि त, एकदमै ज्यादा अब छोटो हुन्छ नि त। अनि बिहा गरेपछि त अब अप्ठ्यारै हुँदो रहेछ लगाउनु होइन। यस्तै छ गाइज। अन्त अरू चिजहरू चाहिँ पहिला के यहाँनिर कुर्ताहरू पनि छ होइन। यो पनि म ड्युटी जाँदाखेरि लगाउँथेँ पहिला नै हो। कुर्ताहरू राखिदिनु भएको रहेछ। त्यहाँदेखि चाहिँ अझै अरू पनि भएको थियो, तर फेरि कहाँ एकैछिनमा त। अनि यहाँ पनि छ, यो त झन् म हस्टेल बस्दाखेरि चाहिँ मेरो साथीले मलाई दिएको थियो नि त। अनि मलाई चाहिँ पुरा मन पर्थ्यो। अनि म अस्ति कन्सिभ हुँदाखेरि चाहिँ यो लगाउनु पऱ्यो भनेर चाहिँ मैले, अब यो ठुलो छ नि त होइन, अन्त लगाउनु पऱ्यो भने चाहिँ मैले कति खोजेँ उता घरमा चाहिँ डल्लै लुगा भएको थियो, मैले कहीँ पाइनँ होइन। बा मैले कसैलाई दिएँ कि भनेर पनि सोचेँ होइन। म चाहिँ अब दिइहाल्छु नि त लुगाहरू, अब आफूलाई नहुने छैन भने अरूलाई पनि। अन्त दिएँ कि भनेर चाहिँ मैले यादै न, आज यस्तो मुनिहरूको त आमाले पो राखिदिइरहनु भएको छ, घरमै छोडिरहेको थिएछु होइन। यो त झन् आजभन्दा तपाईँको 7-8 साल अगाडिको कुरा हो। यो टी सर्ट चाहिँ त्यत्रो अब टाइम भइसक्यो होइन, आमाले राखिदिइरहनु भएको रहेछ। अझ निकै बेसी चिजहरू थियो होइन। म तपाईँलाई अहिले भेट्यो भने चाहिँ म देखाउँछु गाइस। यहाँ पनि छ अर्को हाफ प्यान्ट होइन। अघि मैले भनेको थिएँ यो चाहिँ मलाई मेरो छ्यामाले दिनुभएको थियो, एकदमै सर्ट छ होइन। यो पनि जिन्सकै हो। न कस्तो बेसी लगाउँथेँ, मलाई एकदम कम्फर्टेबल लाग्थ्यो नि त। अहिले त लगाउनु मन लाग्छ नि, तर गाइस के गर्नु अब त झन् नानीको आमा भयो गाइस, लगाउनु पनि पाउँदैन। साह्रो छ हौ गाइस। तपाईँहरूको कतिजनाको आमाहरूले यसरी लुगाहरू, तपाईँहरूको पहिलाको लुगाहरू जोगाएर जतान गरेर राखिदिनु भएको छ, कमेन्ट गर्नुहोस् है गाइस। म चाहिँ यहाँनिर भन्दैछु कि गाइज लाइक हुन्छ नि, अब हाम्रो घरमा चाहिँ हामी 3जना दिदीबहिनीहरू छौँ नि त। म जेठी अन्त माइली कान्छी छ होइन। अन्त त्यसमा चाहिँ अब हामी 3जना चाहिँ लाइक हुन्छ नि, यस्तो हुन्छ कि अब म लुगा लाउँछु होइन। अनि मैले किने लुगा लगाएँ भने म लाउँछु। अनि मलाई वाक्कै भयो मन परेन या फिर सानो भयो भने म मेरो बहिनीलाई माइलीलाई दिन्छु होइन, उसले पनि लाउँछ। उसलाई मन परेन या फिर सानो भयो भने उसले पनि कान्छीलाई दिन्छ नि त होइन। अनि हामीले चाहिँ त्यसरी गरेर लाउँछौँ। सायद तपाईँहरूको पनि त्यस्तै हुन्छ होला होइन। अनि सबै दिदीबहिनीको घरमा चाहिँ त्यस्तो हुन्छ नि त। अनि म चाहिँ यहाँनिर जामाहरू देखाउँदै थिएँ नि त। यो चाहिँ मेरो माइली बहिनीको, उसको जामाहरू कोही गिफ्टेडहरू केहरू होइन। अन्त त्यही भएर उसले लगाउँदै थियो यहाँनिर। अन्त उसले, मैले हेर्दै थिएँ कस्तो क्युट अब हुन्छ नि। अहिले मलाई पनि कस्तो जामाहरू लगाउनु मनपर्छ, तर के गर्नु अब मेरो त यो उमेर गयो। तर मैले पनि उसको उमेरमा चाहिँ जामाहरू लगाएँ। आमाले दामी जामाहरू किनिदिनु भएको थियो नि त मलाई पनि। अन्त अहिले चाहिँ अब उसको उनीहरूको टाइम चल्दैछ होइन। अनि त्यस्तै गरी म चाहिँ सबै लुगाहरू एकदमै मिलाएर पट्याएर राखिदिँदै थिएँ उनीहरूको होइन। अब उनीहरू स्कुलहरू जानुपर्छ, भ्याउँदैन अब मिलाउनु ओर्नु भनेर चाहिँ अब म हिँड्दाले चाहिँ अब मै मिलाइदिनु पऱ्यो नानीहरूको बहिनीहरूको लुगाहरू भनेर चाहिँ एकदम मिलाएर राखिदिँदै थिएँ नि त होइन। अन्त त्यस्तै हो गाइज। अनि तपाईँहरू चाहिँ के गर्नु हुँदैछ अहिले कमेन्ट गर्नु। सो फाइनली गाइज मैले चाहिँ मेरो आमाको लुगाहरू मिलाएर सनाक्सिनै बनाइदिइसकेको छु होइन। सो बाई बाई।